वर्षे सुत्केरी तुलसीनाथको जसरी घर आँगन अगाडि चाहिँ सब फेला पर्यो, मृत अवस्थामा उनी चाहिँ नालामा घोप्टो परेको अवस्थामा थिइन्। उनको सासू र छिमेकी हुनुहुन्छ। म छिमेकीसँग कुराकानी गर्छु। अब कति समयदेखि उहाँले चाहिँ नजिकबाट चिन्नु भएको थियो। खासमा घटनामा चाहिँ अब के देख्नुभयो, त्योभन्दा अगाडिका कुराहरू के थिए, ती सबै कुराहरू हामी चाहिँ सोध्छौँ। दिदी स्वागत छ हजुरलाई। नमस्ते हजुरलाई। पर्दैन। खास त्यो दिन के भएको, के देख्नु भएको थियो त्यो दिन? सर अब उनी भोलिपल्ट त खोप लाउन गएको थिइन् बच्चालाई है। मलाई नि दिदी म खोप लाउन जान्छु भनेर उनी अटो चढेर गएको देख्यौँ मैले। अनि त्यसपछि बेलुकातिर घर आइकियोन्। आएपछि हामीलाई थाहा छैन। अब म पनि बिरामी मान्छे, म नि सुतिहालेँ। अनि त्यसपछि सुतेपछि एकैचोटि मैले नालीमा देखेको। दिउँसो जुन अघिल्लो दिन बिहिबार चाहिँ खोप लाउन जानु भएको थियो नानीलाई लिएर, त्यो दिन चाहिँ राम्रै हुनुहुन्थ्यो? बिराम सिराम केही होइन, खोप लाएर पनि बच्चा लाएन क्या। खोप लाएर पनि आयो नि दिदी म खोप लाउन जान्छु भनेर मलाई सोधेकिन्। मैले भने बच्चा आएर खोप लाउँदाखेरि फ्रिजमा पानी राखिदिन्छु, बरु बच्चा बिरामी होला ज्वरो होला भने। हो दिदी मलाई त थाहा छैन, पहिलो बच्चा मलाई थाहा छैन भनिन्। मैले भने म फ्रिजमा राखिदिउँला पानी पनि भने। अनि त्यसै आयो नि, त्यसै हाम्रो भेट पनि भएन। आएपछि तिनी बेलुकातिर अब सुतिन् कि के पो गरिन् त्यो मलाई थाहा छैन सर। भर्खर आउनु भएन? उहाँहरू नयाँ बस्ती हो? नयाँ बस्ती हुनुहुन्छ। गाउँघरमा त्यति धेरै घुलमिल पनि हुनु भएको छैन। नयाँ बस्ती हुनुहुन्छ, भर्खर आएको। अनि खासै हामीलाई घुलमिल पनि छैन। खासै हामी यहाँ आएर बस्न पनि बस्दैनौँ। अनि उहाँसँग हाम्रो खासै मेलमिलाप पनि छैन। अब भर्खर नयाँ बस्ती आउनुपर्छ। बिहान चाहिँ कति बजीतिर देख्नु भएको थियो? त्यो त थाहा छैन सर कति बज्यो। एकैचोटि मलाई बोलाउनु भयो यहाँको छोरा कान्छोले। म पोछा लाउँला थिएँ। पोछा 5:30 बजीतिर म घर आफै पोछा लाउँला थिएँ। अनि दिदी आउनु त, माइलीलाई के भयो, मेरो भाउजूलाई भने। अनि म एक्कासी आएँ त्यहाँ। आउँदाखेरि के भनेन् कि दिदी हेर्नु त के भयो भने। अब केही बिरामी छैन, केही छैन त्यो मान्छेलाई। अब बिचारी सुत्केरी मान्छे, गर्मी छ। अब म त आफै बिरामी भएर ढल्छु, त्यसै ढलिन् कि हार्ट एट्याक भएर भने सोचेँ। अनि पछि बोलाएँ म आएँ सर। म आएपछि अनि ओल्लो पल्लो घरका सबै आयौँ हामी। आयौँ है। अब के छ त हार्ट एट्याक भएर पल्टेको बोन कि भनेर पानी खा यसो बोल्छिन्। अब के थाहा हार्ट एट्याक भएर बिचरालाई उठाइदिउँ भने। म त थरथर यसरी बुढालाई बोलाउन गएँ। म बोलाएर बुढा उठ्नु भएन, अझ सुतिराख्नु भयो। फेरि अर्कोचोटि बोलाउन गएँ। अनि बल्ल तल आउनु भयो। अनि ती भाइले के भने यहाँको छोराले, नाइ म एक्लै सक्दैन, सहयोग गरिदिनु पर्यो, नालीबाट त बाहिर निकालिदिनु पर्यो भनेपछि हामीले बाहिर नालीबाट निकालेको यति हो। हामीले अरू केही थाहा पाएन। त्यो दिन यहाँ मान्छे आएको कुनै आवाज अथवा कुनै अब हुन्छ नि त तपाईँको त्यो केही? हामीले केही थाहा पाएन सर। हामीले केही थाहा पाएन। थाहा पाएको के भन्नु, पानी परेको थियो त्यही दिन। अझ हजुर पानी परेको थियो। अब हामी पनि पल्लो कोठामा सुतेको थियौँ। अब सुत्केरी यता सुतेर त्यो पनि थाहा छैन। म यहाँ आउन पनि आउँदैन। अब उता उनीहरू सुत्छन्, यता उता छन्, मलाई त्यो पनि थाहा छ। यहाँहरू दिदीहरू छाइछु धेरै मान्नुहुन्छ के। अब हामीलाई छाइछु धेरै मान्नुहुन्छ। त्यहाँदेखि हामी यता किन उनको देउताले सन्न भन्छन्। त्यही भएर पनि म पराए जस्तो आउँदैन। यहाँ आउँदैन हामी, आउँदैन कोही पनि। अनि ऊ दिदीहरू दाइ काम हुनुहुन्छ नि त, हामीलाई सन्न भन्नुहुन्छ। त्यही भएर पनि हामी पराए जस्तो यहाँ आउँदैन। त्यही पनि नयाँ बस्ती हुनुहुन्छ। अब घेलमेल पनि छैन हामीसँग। अब यतापट्टि चाहिँ सासू हुनुहुन्छ। हजुर चाहिँ अब देउता पुज्न चाहिँ डोटी गएको बेलामा चाहिँ घरमा निकै दुःखदायी घटना घट्यो। हजुरको जेठी बुहारी हुन्? माइली बुहारी हुन्। अब यो जस्तो कि घटना घट्यो, अब घटना घट्नुका पछाडि पनि अब धेरै कुराहरू हुन्छन्। तर चाहिँ यो घटनामा निकै अचम्म लाग्दो घटना घटेको छ। आमा सानो बाबु चाहिँ कोठाभित्र, आमा चाहिँ कुलामा चाहिँ मृत्यु भेटिनु भएको छ। अचम्मै त छ त। के गरेर भयो त्यस्तो घटना। अनि कति वर्ष भयो विवाह भएको? विवाह भएको अहिले 3 वर्ष भयो। 3 वर्ष भयो। तपाईँको बुहारी अब यो बिमारी त्यस्तो कुनै रोग मतलब हुन्छ नि त समस्याहरू, जस्तो कान्छी बुहारी छन्? कान्छी बुहारी हो, बिमारी हुँदैन। कान्छी छोरो कान्छी बुहारी त्यो त केही नै बिमारी नै हुन्थेन। बिमारी छैन नै। अनि हजुरहरू चाहिँ पहाड हुनुहुन्थ्यो? हजुर। के लाग्छ हजुरलाई यो घटनाप्रति चाहिँ? अब बुहारीको घटना, अब यो घटनाको चाहिँ छानबिन होस्, सत्यता देशको बाहिर आओस् होइन? 16 दिनको नानी चाहिँ अहिले कोठामा चाहिँ अब आमाको चाहिँ अब दुध खानलाई पनि बिचारा कति तडपेको होला। के गरिराख्नु भएको छ? के गर्ने, पाउडरको दुध खुवाएको छु।